ल गाइस हामी चाहिँ अहिलेलाई चाहिँ पसलबाट चाहिँ अब रुमतिर जान लाग्दै गरेको अवस्था। अहिलेको हाम्रो राइड भनेको चाहिँ कोठातिरको। ल हामी चाहिँ बन्द गर्दैछौँ पसल। कुदाउँछौ हेलो यो काले कुकुरहरू आएको हो कि कोही जुनीमा मेरै परेर पलमसँग हाम्रो चाहिँ यो बाटोमा राति चाहिँ एकदमै खुल्ला हुन्छ होइन, मान्छेहरू खासै हुँदैन, एकदम मजा हुन्छ। घर जाँदाखेरि चाहिँ हामी चाहिँ अलिक हुचिलको रागमा काम गर्ने गरेका छौँ त, हुचिल बाग्ने बेलासम्म होइन। त्यही भएर के हो गोलो गोलो डल्लोहरू झारिरहेको छ यहाँ, पुरै ठुल्ठुलो धागोको डल्ला होला। हामी चाहिँ यहाँबाट तेल लानु छ र मात्रै हो। भाइले बन्द गर्नु अरे भाइ, तेल चाहिँ दिनु पर्यो हामीलाई अलिकति। तेल 2 लिटर जति हाल्दैन ए अफ गर्ने है, पेट्रोल सकिन्छ। धुवा पनि लाने हो, धुवा म आफै किन्छु है भो। आज चाहिँ आफै किन्छु यहीँ भएर किन न हो। आज यहीँबाट देऊ देऊ हो हो यहीँ भए नि भोलि कमिहाल्छ नि मेरो। यसमै काट्नु नि चुरोट एक प्याकेटको 5 रुपियाँ दिनु न। 5 रुपियाँ त छैन त, त्यहीँको पैसा त यार हाम्रै हो कि। 5 रुपियाँ यहाँ छैन, यहीँ छ 5 रुपियाँ। पर्दैन न तपाईँलाई म कम दिन्छु 5 रुपियाँ। होइन पर्दैन, त्यो होस् त्यतै राख। त्यो हाम्रै पैसा त हो, खाएको कमिसनको पैसा। मेरो फाल्टो पाकिस्तो भए त के दिन्छ। कसम कान्छ लाइटै नभएले कुदिरहेको अनि गएर भएर जोड्छ हाम्रो। 128 को हालेको छ। हाल्न चाहिँ अब समय चाहिँ कति खिच्छ भन्ने हो। 90 मिनटभन्दा हान्दैन। अघि 40% चाहिँ तल पसलबाट हिँड्दाखेरि अब माथि रुम पुग्दा कति हुँदो रहेछ हेरौँ न। यो चाहिँ हाम्रो अहिले चाहिँ हामी अहिलेको हालसाल चाहिँ यो गोकर्ण भर्याङ चढ्ने ठाउँ नै हो। आज चाहिँ चेकिङ छैन रहेछ मामाहरूले, लेला हान्नु पर्दैन त होइन, मापासै गर्ने हुँदै चाहिँ हामीले होइन फेरि भोक लाग्यो होइन, मलाई पनि लाग्दै थियो। अहिले त रोकिसक्यो म त लागेर पनि। के दादा ए सिपा भागै फेर गर्नु हुँदैछ। दाइले चाहिँ उताबाट के भनेको थियो भने यहाँबाट हामी आउँदैछौँ, ए म यहाँ बालकुमारीबाट आउँदैछु, म चाबेल स्तुपामा आएर फोन गर्छु अनि मात्रै आउनु है भनेर भन्ने बाजले त्यहीँ आएर एकैतालमा। अनि दाइले नै फोन नगरेको झन् के अरे त्यहाँनिर पर्खिराख्छ अरे भन्छु,
सामानै थाहा छैन भने गरेको छ सामान त कहाँ माइले गर्लफ्रेन्ड भेट्नु गएको थियो सामान बोकेरै गएछ फेरि फोन उठाउँदैन अनि के गर्नु कन्टेन्ट त्यो एकछिन समीक्षा गरौँ हामी होइन यहाँनिर चाहिँ हाम्रो कस्तो हुन्छ भन्दा हरेक मान्छेको समस्या हुन्छ क्या एक एक होइन माइला आज फेरि उसको गर्लफ्रेन्डको बर्थडे को कहाँ भेट्नु गयो रे यसको 4वटा गर्लफ्रेन्ड हुने केटा यही हो ऊ देखाइदिनु भ्लगमा स्कुलको सक भने केही छैन के भन्ने त्यत्रो ढक 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 चाको त त्यहाँ आइपुग्दै सक त किन चाहियो त चलाउनु जान्दैनस् रहेछ केटा यो उकालोमा एकैतालमा घुवार बटारेर निकाल्ने रोक्दै 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 के गरेको थियो त त्यो चिप्ले तान्दै तानेन कसरी चाहिँ चिप्लिन्छ कुरा त्यस्तो हो कसैको यहाँ गल्ती छैन माइलालाई आज टाइम दिनै पर्ने थियो त्यो उकालोमा तान्दै नतान्दै पछाडि कता घुमेर बस्छ तान्दैन म खास चाहिँ त्यो दाइको गल्ती हो क्या त्यो दाइको कमसेकम फोन गर्छ होइन सामान त जसले पनि लगिदिन्छ क्या त्यो सामान लगिदिनु ठुलो कुरा होइन अरूले पनि लगिदिन्छ अरू बेला चाहिँ नपठाएको हो र हामीले सामान गाडीमा पनि हालेर पठाउँछ आएर फोन गर्छु तर उहाँ चाहिँ आएर फोन गर्छु भनेपछि त हामीले कहाँ आयो कि कहाँ आयो के आयो म आइसकेँ भन्नु त भएन नि त अब दाइ जस्तो मान्छे आएर फोन गर्छ होला भनेर पर्ख्यौँ हामी गर्दै गरेन के हो अघि हामीलाई झन्डै बिहोस भएको मान्छे सामान ढिलो नजिकमा भाला आत्ताले दिन्थ्यो बियोसाले दे म दिन्छु ऊ देखिस् यहाँ त के सामान उतैबाट कल नगरेर चाहिँ हामीले त्यही पुगेर बस्ने कुरो पनि भएन अनि 3 जना एकमुख लागेपछि त हार्नु नि झन् त्यहाँनिर पर्खिराख्छ भन्छु